नमस्ते। म आज यो हात धुने विषयमा अलिकति देखाउन गइरहेको छु। अब यो हात चाहिँ यही विषयमा हामीले धेरै पढ्यो भनौँ होइन, यसमा काम गरेको हुनाले गर्दा यसले हामीलाई बचाउँछ, यो रोगबाट पक्कै पनि बचाउँछ। त्यही भएर यो हात धुने विषयमा गर्न खोजिरहेको छ है त। पहिला पानी खोलेर हात भिजाउने अनि साबुन लाउने, यहाँ साबुन लाएर यसरी मार्ने, प्रत्येक औँला भेट्ने गरी मार्ने। अनि यसलाई लगभग 20 सेकेन्ड गर्नुपर्छ जम्मा प्रक्रिया। यतापट्टि मार्ने फेरि, अनि फेरि अर्को यतापट्टि मार्ने, अनि त्यसै गरी यता औँलाको टुप्पाटो भेट्ने गरी यसरी मार्ने, यसरी मार्ने, यसरी मार्ने। अनि बुढी औँलालाई नछोड्ने कहिले पनि। अनि यो पनि बुढी औँला मार्ने, अनि हातको यतापट्टि पनि हुन्छ, कहिले पनि यतापट्टि हुन्छ, रिपिट गरेर हुन्छ। पुरा यता भएन कि भनेर सबै यसो, अनि यो गरेर लास्टमा यता यहाँनिर यसरी मार्ने। यसरी मारिसकेपछि सबै भएबाट किटाणुहरू साबुनले पक्कै पनि पखालेर लान्छ र अनि हात पखाल्ने। जम्मा यो प्रक्रिया 20 सेकेन्ड लगाउँदा हुन्छ। 20 सेकेन्ड भइसकेपछि हात धोइ सकिन्छ है त। यसो गरेर 20 सेकेन्ड हात धोइसक्यो। यसो गरिसकेपछि हात सफा भयो। यसो सबै किटाणुहरू साबुनको चिप्लो र साबुनले त्यसलाई मारेर सबै गइसक्छ। त्यति भएपछि हात धोइसक्यो, पुछि पनि सकिन्छ। अब यसो गरेपछि हामी सबै बचौँ, अरूलाई पनि बचाउँ, परिवारलाई बचाउँ, सबैलाई बचाउँ। हात धोइसक्यो। धन्यवाद। नमस्ते।